हामी चाहिँ बाटो भुलेर माई खोलाको के खोलाको यो पुल माथिबाट हिँड्नु अल्छी लागेर खोलाबाट आएको पानी नै पानी रहेछ। अब कहाँ कसरी बाटो नाग्ने अब ए मलाई रिस उठिसक्यो है अब ए बाटो त्यहाँ रहेछ त यस्तो पनि बिजोक हुन्छ। मलाई बोक्ने बोजू आइयो म त मरे भोक लागेको बेलामा त त्यही माथि जुत्ता खोल्नु पर्यो मोजा खोल्नु पर्यो गाह्रो छ जिन्दगी केही छैन। बाँदर बाटो भयो भने के हुन्छ अरे बोजू खुट्टा खिच्यो खुट्टा दिदी दिदी आयो हेर्नु न यो के गर्नु त्यही टाउको दुखेर मर्ने बेलामा अझै दुःख पाइयो गाठे जिन्दगी। ल फाइनली हामीले चाहिँ जुत्ता चप्पल मोजा सजा सब लगाइसकेको अवस्था खोला तर्दै हिँड्नुपर्छ। यस्तै हो जिन्दगी थोत्रे जिन्दगी ए के पो प्लास्टिकको खोल खै के भने जस्तै भयो जिन्दगी। म चाहिँ अलिक अगाडि कुद्छु है टाउको दुखेको बेलामा त हिँड्नु पर्यो। अब यहाँदेखि उकालो जाने कि माथि जाने हौ म चाहिँ अब अगाडि बाटी हुँदिनँ है म बाटो भएर यहाँ पानीमा खोला तर्नु पर्यो अनि के अरे त्यसो भन्नु बोल्नु हुँदैन यहाँ हावा जे पायो त्यही त्यस्तो खोरी ए त्यस्तो अहिले अहिले त्यस्तो बोल्नु हुँदैन मलाई त्यस्तो चुप चुप बोजू ए आन्टी ए हामी कहाँबाट पाएको झापै हो नि त यो पनि हौ बोतल हाउसबाट म चाउमिन खाएर आएको नि 400 रुपियाँ प्लेटको चाउमिन होइन रनमाया बोजू 400 रुपियाँ प्लेटको चाउमिन खाएर आएको होइन हामीले अनि अब के खाने एकछिनमा चटपटे त खाम ल मलाई साह्रै भोक लागेको चटपटे चाहिँ खाम है के लाग्छ चटपटे हौ अब भात पकाएर खानुपर्छ मेरो घरमा गएर सुँगुरको मासु ल्याएको थियो कि भन्नु न सुँगुरको मासु पकाएर खानुपर्छ जानु नानी अटोमा बोलाएर आलुको पात जस्तो गफ आफ्नो आफ्नै व्यस्त छ आफ्नो आफ्नै तारमा बुढी आमा जिन्दगानी दर्पण छायामा मेरो माला त कहाँ पनि गएछ तली तिमी मात्रै कति फुल्छ के अरे कहाँ पछाडि अगाडि पनि म देखाउन चाहन्छु। ल खोलाबाट चाहिँ हामी ठ्याक्कै बाटो निस्किन आँटेको अवस्था होस् है जेसुकै आओस् मलाई पनि भन्न देऊ न एउटा सानो हाँगा मेरो परदेशी घर आउने बेला म पनि त लुकी दिन सक्छु माया खै हो कि भाइले त मलाई त पुरा एक मुस्कान दिएर पो भाइ गयो त हौ हामी नजाने दाजु हामी यहीँसम्म उयाँसम्म मात्रै हो के हामी कहीँ पनि होइन के गर्ने हो आन्टीहरू यहाँ सफाइबाट दाजुहरू जम्दा एकछिन है हजुर होइन हामी यतै हो यहाँ बजार नजाने अलिक लाइनमा हिँड्नु लाइनमा बाटो रिजर्भ होइन नि फेरि यो हाम्रो बाटो होइन यो हाइवे बाटो हो कि यहाँबाट जे पनि हुनसक्छ। दमक बजार हेर्नु होला साथीहरू दमक बजार हाम्रो पछाडिबाट फेरि गाडीले ड्याम्मै हानी पठायो भने फेरि गाह्रो छ। मेरो बुढा बिजोग हुन्छ बुढा मात्रै होइन छोराछोरी बिजोग हुन्छ हो गाह्रो छ जिन्दगीमा। लाइनमा एउटा लाइनमा है
होइन अहिले बाटो जप्पै चाहिँ टाउको दुखेर बोल्नै मन नलागेको बेलामा त फेरि साइडमा जिन्दगी अब के अरे पशु हाटको चटपटे खाएर घर जान्छ मधुमल्ला दमकु मधुमल्ला सम्मको यात्रा छ आज हाम्रो चाहिँ बाटो काट्नु फेरि यस्तो डर लाग्छ नि मलाई नजाने हामी त हाम्रो पशु हाटमा पहिला त यहाँ दिदी यो चौरमा पहिला गाई बस्तु भैँसी बाख्रा यति हुन्थ्यो नि अहिले गाडीको बजार हुन थालेछ यहाँ गाडीको के म त सेम लुजा दिदी जस्तै देखेँ हौ यो बहिनीलाई त अघि जाने स्कुटीमा जानेलाई अब हामी चटपटे खाएर जाने दिदी चटपटे खानु जाउँ है अघिको ठाउँमा के खाने हौ कहिले त हिँड्न पनि रमाइलो लाग्ने के जिन्दगीमा अब अहिलेको मौसम ठिकै छ नि त जाडो पनि छैन गर्मी पनि छैन त्यही भएर हिँड्न चाहिँ एकदम सजिलो भएको छ अब पछि गर्मीमा त कहाँ सकिन्छ नि हिँड्नु आमा पसिनाले ओफ गर्दै हिँड्नुपर्छ यो रोडतिर यो बाटोतिर झन् गर्मीले त पत पोलेर नि छालै उक्केला जस्तो हुन्छ क्या अब अहिले त मौसम ठिकै छ राम्रै छ अगाडिपट्टि विराटनगरदेखि आएको हाम्रो बमाको पशु हाट यो डल्फिन बस ठिक्क रहेछ जामै बिर्तामोड सर र मकै मिठो छ यता कहाँ हिँड्नु भएको यता दिदी होइन हामी मधुमल्ला जाने भाइ मलाई त बोल्न पनि आउँदैन के बोल्नु दमक बजारको हाम्रो पूर्व स्ट्यान्ड ठ्याक्कै पशु हाट छेउको अब यहाँको चटपटे खाने हो त्यस पछाडि मधुमल्ला म्याजिकमा सुइया अघि बनाएको त बिर्सिनु भयो होला अमिलो हल्का हालेर पिर हालेर बनाएको छ नि चटपटे